हेलो गाइज वेलकम टु माई च्यानल। आज चाहिँ हामी 2081 मा आएको जाभाबाट आएको एउटा प्रोग्राम गर्न जाँदैछौँ। यो प्रोग्रामले चाहिँ हामीलाई जाभा स्क्रिप्टको फङ्सन युज गरेर कुनै पनि नम्बर अड हो कि इभन हो भनेर सोधेछ अनि त्यसलाई चाहिँ प्रिन्ट गर भनेछ। त्यसको लागि हामीले के युज गर्न पर्यो, एचटिएमएल भित्र जाभा स्क्रिप्ट युज गर्न पर्यो। अब एचटिएमएल ट्याग खोल्ने, एचटिएमएल ट्याग खोलेपछि त्यहाँभित्र हेड भन्ने एउटा ट्याग हुन्छ, त्यो खोल्ने, हेड बन्द गर्ने, हेडभित्र अब टाइटलमा केही लेख्न मन लागेको छ भने लेखे भयो, नलेखे नि भयो। त्यसपछि हाम्रो मेन काम भनेको बोडीभित्र हुन्छ। बोडी ट्याग खोलेर बोडी बन्द गर्न पर्यो तल गएर, अनि स्क्रिप्ट ट्याग खोल्ने। स्क्रिप्ट ट्यागभित्र हाम्रो के लेख्ने हो, हाम्रो लेख्ने हो यहाँ जाभा स्क्रिप्ट। यहाँ के हुन्छ हाम्रो जाभा स्टार्ट, यहाँ जाभा स्क्रिप्ट स्टार्ट गरेर अब त्यहाँपछि हामीलाई के एउटा नम्बरलाई चाहिँ हामीलाई इनपुट लिन परेछ। त्यसको लागि हामीले एउटा भ्यारिएबल डिक्लेयर गऱ्यौँ नम्बर भन्ने। त्यसलाई चाहिँ एउटा प्रोम्प्ट भन्ने एउटा फङ्सन हुन्छ, त्यसले चाहिँ हामीले लिन खोजेको। यो प्रोम्प्ट भन्ने फङ्सनभित्र हामीले के लेखेछौँ, इन्टर नम्बर लेखेछौँ। इन्टर नम्बर अब हो यो प्रोम्प्टले लिने डाटा चाहिँ सधैँ स्ट्रिङमा हुन्छ। त्यसलाई चाहिँ इन्टिजरमा चेन्ज गर्नलाई हामीले हो यहाँ पार्सेन्ट युज गरेको। पार्सेन्ट युज गरेर त्यो प्रोम्प्टबाट आएको स्ट्रिङलाई चाहिँ इन्टिजरमा चेन्ज गरेर नम्बरमा लगेर स्टोर गर्यो। त्यसपछि हामीलाई फङ्सन युज गरेर गर्न भनेछ। हामीले यहाँ एउटा फङ्सन बनायौँ, चेक इभन अर अड, अनि त्यसपछि एउटा ए को ठाउँमा अब यहाँ नम्बर लेखौँ। नम्बर भन्ने भेरिएबल हामीले यहाँ पास गऱ्यौँ। त्यसपछि नभए ए नै लेखौँ, ए भयो। अब त्यसपछि यहाँभित्र गयौँ, इफ यदि ए मोड 2 इजिकल टु 0 भनेको ए डिभाइडेड बाई 2 गर्दा रिमाइन्डर 0 भयो भने के गर्ने, हामीले इभन गर्ने। किनकि कुनै पनि नम्बरलाई 2 ले डिभाइड गर्दा रिमाइन्डर 0 भयो भने त्यो इभन हुन्छ कि नै हुन्छ। अब त्यो भएन भने इल्स कन्डिसनमा जाने, त्यसले के गर्छ, अलर्ट गरिदिन्छ के अड भनेर अलर्ट गरिदिन्छ। अब यो फङ्सन त देख्यौँ, यो फङ्सनमा आउनलाई हामीलाई यसलाई यहाँ कल गर्न पर्यो। यहाँ बाहिर गएर हामीले कल गरेछौँ, चेक इभन अर अडमा गएर हामीले लिएको नम्बरलाई पास गरेछौँ अनि प्रोग्राम भ्याइयो। धन्यवाद।